आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। तपाईँ को हुनुहुन्छ थाहा पाउनुहोस्। जय मसीह। आज शुक्रबार मे 22 तारिक जेठ 8 गते। आजको बाइबल खण्ड पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, म जो छु त्यो परमेश्वरको अनुग्रहले छु। तपाईँ को हुनुहुन्छ? यो एउटा साधारण प्रश्न जस्तो देखिन्छ, तर उत्तर दिन प्राय सबैभन्दा चुनौतीपूर्ण प्रश्नहरूमध्ये यो एक हो। तपाईँ को हुनुहुन्छ र तपाईँले कुन कुराको प्रतिनिधित्व गर्नुहुन्छ भनेर जान्न, अरूले तपाईँलाई कसरी बुझ्छन् र तपाईँ आफूलाई संसार सामु कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने कुरामा सचेत हुनु नै असल तरिकाले जिएको जीवनका सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो। यसलाई तपाईँको व्यक्तिगत ब्रान्ड वा पहिचान भन्न सकिन्छ। तपाईँको ब्रान्डमा सहकर्मीहरू, परिवार र साथीहरूसँग हुने प्रत्येक भेटघाटमा उपस्थित हुने गुणहरू समावेश हुन्छन्। तिनीहरूलाई डेलिभरेबल भन्न सक्नुहुन्छ, अर्थात् त्यस्ता गुणहरू जसलाई तपाईँले आफ्नो सबै सामाजिक र व्यावसायिक अन्तर्क्रियामा ल्याउनुहुन्छ। तपाईँ आफ्ना त्यस्ता गुणहरूलाई यत्तिकै उपलब्ध हुने सामान्य कुराको रूपमा लिन सक्नुहुन्छ, तर आफ्नो व्यक्तिगत मिसन स्टेटमेन्ट अर्थात् उद्देश्य कथन लेख्ने बारे विचार गर्नुहोस् त। तपाईँको उद्देश्य के हो? तपाईँको लक्ष्य के हो? तपाईँको दर्शन के हो? के तपाईँको जीवनले तपाईँको लागि जुन कुरा महत्त्वपूर्ण छ अनि अरूले तपाईँलाई कसरी देखुन् भन्ने तपाईँ चाहनुहुन्छ भन्ने कुरालाई वास्तवमै प्रतिबिम्बित गर्दछ? धेरैजसो हामी हाम्रो जीवन, हाम्रो वरपरका मानिसहरूले हामी के हुनुपर्छ वा गर्नुपर्छ भन्ने सोचमा आधारित भएर जिउँछौँ। हामी अरूले लिएको बाटो पछ्याउँछौँ वा सफलताको रूपमा मिडियाले गरेको परिभाषा पछ्याउँछौँ। अन्ततः अनि कहिलेकाहीँ आश्चर्यजनक रूपमा हामी जीवनमा आफूलाई निराश, क्रोधित वा हतोत्साहित भएको पाउँछौँ। के तपाईँले कहिले व्यावसायिक व्यक्तिहरूले आफ्नो पेसागत क्षेत्रको उच्च तहमा पुगेको तर गलत स्थानमा रहेको भनी बिलोना गरेको सुन्नुभएको छ? तिनीहरू आफूले गर्नुपर्ने भनी सोचेको काममा यति व्यस्त थिए कि तिनीहरू वास्तवमा के गर्न चाहन्थे भनी आफैलाई सोध्न तिनीहरूले कहिल्यै समय निकालेनन्। यसकारण पावल जस्तै बन्नुहोस्। तपाईँ को हुनुहुन्छ भन्ने कुरा जान्नुहोस्, आफ्नो व्यक्तिगत पहिचानको कदर गर्नुहोस् र भन्नुहोस्, म जो छु परमेश्वरको अनुग्रहले छु। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।